जब तिमी ठुलो कुरा गर्न खोज्छौ सबैभन्दा पहिले अरूको आवाज आउँछ, तिमीबाट हुँदैन। तर सोच त गर, के उनीहरूले तिम्रो सङ्घर्ष बाँचिरहेका छन्? के उनीहरूले तिम्रो सपना देखेका छन्? धेरै मानिस असफल हुँदैनन्, उनीहरू अरूको कुरा सुनेर हार मान्छन्। जसले तिमीलाई रोक्छ त्यसले कहिल्यै तिमीलाई अगाडि बढाउन सक्दैन। याद राख, भिड सधैँ सुरक्षित बाटो बन्छ, तर इतिहास बनाउनेहरू भिडको कुरा सुन्दैनन्। आज निर्णय गर, अरूको डर होइन, आफ्नो आत्मविश्वास सुन। किनकि अरूको कुरा सुनेर हार्नेहरू धेरै छन्, तर आफ्नो मन सुनेर जित्नेहरू इतिहास बन्छन्।